अब हामी यहाँ विशेष हाम्रो भानिज ठेकराज भट्ट हुनुहुन्छ। उहाँ विशेष यो के अरे पुराणको बारेमा उहाँलाई धेरै ज्ञान छ र आज हामी विशेष कुरा उहाँसँग सुन्न गइरहेका छौँ। त्यो हो महापाप। मान्छेले विभिन्न कर्महरू गर्छन् र त्यहाँ यो कुनै कर्महरू 5वटा कर्महरू यस्तो हुन्छन् अरे त्यो कर्महरू मान्छेले बिर्से पनि गर्न हुन्न। यदि गरिहाल्यो भने त्यो मानवबाट चिप्लिएर गएर चाहिँ पशु नरकमा पर्छ। त्यसैले आज हाम्रो भानिज उहाँ चाहिँ सत्सङ्ग यस्तामा निकै ज्ञाता हुनुहुन्छ र उहाँसँग हामी सुन्ने प्रयास गर्दैछौँ महापापको बारेमा है। महापापहरू के त्यो पापबाट हामी बच्न सक्यो भने चाहिँ हाम्रो जीवन धेरै धेरै सुन्दर हुन्छ। ल अब भानिजलाई स्वागत गरौँ ताली पिटेर। ल ल ल ल ल भानिजलाई स्वागत छ। भानिज स्वागत छ यता। श्रीमद् भागवत स्वागत तपाईलाई स्वागत। धन्यवाद। श्रीमद् भागवत महापुराणमा 5वटा महापाप उल्लेख गरिएको छ र त्यो गर्नै हुँदैन कसैले पनि। यदि गरेको खण्डमा नरकमा जान्छ भनेको छ। र सबैभन्दा ठुलो महापाप नम्बर 1मा चाहिँ रक्सी हो। रक्सी भने त धेरै चिज हुन्छ नि, जस्तै बियर चियर सबै आउँछ, सबै जे पनि आउँछ। त्यो अङ्गुरको जुस भनेर पिउँछन् त्यो पिउ। अनि यो एनर्जी ड्रिङ्क भनेर अलिअलि अल्कोहल हाले हुन्छ। सबै त्यो मुखमा हाल्यो कि गयो त्यो नरकमा गयो। अनि यो गाँजाहरू के हुन्छ त्यो गाँजाहरू सब त्यो नसेडी त्यसैमा आइहाल्छ। सबै सब त्यसैमा आउँछ। चुरोट पनि खानु न। ल यो यसको बारेमा भनिदिनु पर्यो अलिक। ल नम्बर 1मा चाहिँ ड्रिङ्किङ अल्कोहल खाँदै नखानुस्। खानुहुन्छ भने सिधै नरक जाने सपना अब सोचिहाल्नुहोस्। म मृत्युपछि नरक जान्छ यो मैले भने होइन है। फेरि यो श्रीमद् भागवत महापुराणले भनेको कुरा भन्दैछु म। फेरि टेकराजले भन्यो भने रिसाउला हो। टेकराजले भने होइन श्रीमद् भागवत खोल्नुहोस् र त्यहाँ गएर 5 महापापबारे पढ्नुहोस्। गुगलमा पनि सर्च गर्नुहोस्। गुगलमा सर्च गरे पनि पञ्च महापाप भनेर पुरा बगैदा लेखिदिएको छ। नम्बर 1 सबैभन्दा बढी महापापी भनेको को हो भने ड्रिङ्किङ अल्कोहल जो दारू पिन्छ। नम्बर 2 जुवा तास खेल्ने मान्छे सिधै नरकमा जान्छ भनिएको छ श्रीमद् भागवत महापुराणमा। नभए गरुड पुराण पनि खोलेर हेर्नुहोस्, त्यो पुराण पनि लेखेको छ गरुड पुराण पनि। नम्बर 3 एकचोटि म यहाँ चाहिँ इन्टरफियर गर्न चाहन्छु यहाँ एकछिन रोक्न होइन। जुवा तास भनेपछि अहिले कसिनोहरू खुले। सबै क्यासिनो पनि जान्छ, जुवा तास इभन लोटो पनि जान्छ। लोटो पनि खेल्न पाइन्छ। लोटोमा पनि त्यो पनि जुवा तास। म त बचे भने मैले लोटो पनि किन केही पनि होइन त्यो कुनै लोटो पनि किन त्यो जुवा तास भने सबै चिज आउँछ। त्यो एउटा पार त मेरो त्यो सानोमा त्यो रहरले खेलिहाल्यो त्यो पनि त्यो 21 वर्ष मुनिले अब नजानेर अन्जानमा गरिएकोलाई महापापलाई क्षमा गर्न सकिन्छ। तर त्यसपछि अब जब वयस्क भएर गरिन्छ भने त्यस्तो पापहरू महापाप घोर नरकमा जान्छ भनेर लेखिएको छ। सिधा बगैदा गरुड पुराण खोल्नुहोस् र चाहिने श्रीमद् भागवत महापुराण। एउटा पापबाट म त बचेँ है। अर्को पाप दुईटा भइसक्यो। एउटा म दुईटै पाप छु है। तपाईँहरू बच्नु भएको छ कि नै? यदि तपाईँले यो पाप गरिसक्नु भएको छ भने अब नगर्नुहोस्। अब चाहिँ प्रायश्चित बाटो लाग्नुहोस्। प्रायश्चित पनि हुन्छ होइन। भगवानको भजन गरेर या चाहिँ भगवानले नै त्यो प्रायश्चित। तर नरक त जानै पर्छ एकचोटि। अब त्यसलाई हामी केही क्षमा प्रार्थीको आइडिया पनि बताउँला अलिअलि होइन। ल अब तेस्रो नम्बर 3 तेस्रो भनेको पराई स्त्रीसँग सम्भोग गर्नु हुँदैन। यु क्यान नट सेक्स विथ अनदर लेडी। वेश्यावृत्ति सब महापाप हो। ओन्ली लेडी मात्रै भन्नुभयो तपाईँले। किन त्यस्तो? यो त अलि लिङ्गे भेदभाव भयो नि त। पुरुषको के हुन्छ? दुइटैको एउटै हो। केटीले पनि एउटा आफ्नो पति बाहेक अन्त भने सिधा नरक पर्छ होइन। पतिले पनि आफ्नो श्रीमती बाहेक अन्त गर्छ। बिहा गरेर ल्याउनु पाइयो, दुईटा तिनवटा पनि ल्याउनु पाइयो। तर गएर अन्त गएर गर्ने दुईटा तिनवटा कहाँ बिहा हुन्छ? अब हाम्रो शास्त्रमा लेखिया कुरा भने हौ मैले। मेरो अहिले कानुनले दिँदैन होइन। त्यो शास्त्रको कुरा हौ। पहिला सन्त महात्मा गर्थे 10-12। हुन त हो। नेपालमा कहीँ एउटा श्रीमतीको 2-3टा भाइसँग बिहा गर्ने चलन पनि छ कहीँ आदिवासीहरूमा। त्यसमा पापको उल्लेख गरिरहेको छ नि। तर बिहा नगरिकन अर्का स्त्री लुकीछिपी गर्ने त्यो महापाप हो। त्यो सिधा नरकमा जान्छ भनेर गरुड र श्रीमद् भागवत महापुराण त्यहाँ गएर पल्टाएर हेर्नुहोस्। फेरि भन्नु होला मैले भने होइन। फेरि टेकराजले भन्यो भनेर रिसाउलान् मसँग होइन। नम्बर 3 होइन। नम्बर 4मा चाहिँ माछा मासु खानु हुँदैन। अहिंसा परमो माछा मासु सबै वेदले भनेको छ अहिंसा परमो धर्म र भागवतले पनि हिंसा गर्नु महापाप हो। तर यो कडा भयो नि त भानिज। कडा भयो। अब सबै नरकमा जान्छन्। अब के गर्नु त होइन। त्यो भएर माछा खानु, हत्या गर्नु, कसैलाई मार्नु भनेको महापाप हो। त्यो खानै हुँदैन। जस्तै अन्डाहरू त मारेको हुन्न। अन्डाहरूमा पनि भित्र बच्चा हुन्छ होइन। त्यो बच्चा भनेको गर्भपतनको झन् मासु खानुभन्दा बढी पाप भनेको छ अन्डालाई। तर त्यो इन्जेक्सनबाट दिएको अलग होइन। जो सम्भोग गरेर बनाएको हुन्छ नि त्यसमा बच्चा हुन्छ। अहिलेको जमाना त सम्भोग गरेर बनाउँदैन। कुखुरा
कुखुराको पोथीलाई अलग्गै राखेर इन्जेक्सनै हुन्छ त्यो भए थाहा छैन मलाई बच्चा नहुनेमा तर जो भित्र गर्भ हुन्छ नि त्यो गर्भ भएको अन्डा खाएमा महापाप हुन्छ तर यो जुन अन्डा स्टोरहरूमा बेच्छ नि त्योबाट बच्चा जन्मिँदैन त्यसमा लेखेको छैन भागवतमा त्यो नलेखेको कुरा मैले आफै बनाएर भन्नु हुँदैन होइन तर जे होस् अन्डा माछा मासु जे पनि जुनसुकै जीव पनि हत्या गर्नु महापाप हो नम्बर 4 नम्बर 5 सबैभन्दा महत्त्वपूर्ण हो नम्बर 5 मा चाहिँ कसैको सम्पत्ति हडप्नु अर्काको जग्गा जमिन केही करप्सन कुनै यो त भ्रष्टाचार हो भ्रष्ट मान्छे ठुलो पदमा गएर करप्सन 1 रुपैयाँ पनि भ्रष्टाचार गरेको छ कसैलाई ठगेको छ कसैलाई ठगेर लुटेको सम्पत्ति आफूले ग्रहण गरेको छ भने त्यो सिधै नरक जान्छ भागवतमा लेखेको छ सबै नेपालमा त सबै भ्रष्टाचार गर्ने अब भागवतलाई पल्टाएर हेर्ने हो गरु पुराणलाई पल्टाएर हेर्ने हो भने सब जान्छन् नरकमा अब धेरै कम सन्त महात्माहरू होलान् कोही नगर्ने तिनीहरू चाहिँ बच्छन् त्यसैले अब चाहिँ नि नरक जाने चाहिँ नरकमा एकदम ढोका खुला छ त्यसको अन्त अर्काको पैसा खान भएन त्यो बिना काम लास्ट छैठौँ पाप के छ भने यिनीहरूलाई जो ल गर भनेर सिकाउँछ उसको सङ्गत गर्छ उसको त्यस्ता महापापीहरूको सङ्गत पनि नगर्नु भनेको छ सङ्गत गऱ्यो भने उनीहरूले वैधवै छोइए पनि स्नान गरेर शुद्ध भएर चाहिँ नै घरमा बस्नु भनेको छ त्यो भएर तिनीहरूको सङ्गत पनि गर्नु भएन यो त खतरा भयो भानी 5वटा महापाप चाहिँ महापापबाट हामीले सकेसम्म बच्नु पर्यो होइन र त्यस्तो कोही यदि रक्सी पिउने साथी छ भने त्यसलाई पटक्कै छोडिदिनुहोस् जो चाहिँ त्यसलाई कोही जुवा खेल्ने छ भने छोडिदिनुहोस् नत्र तपाईँ पनि त्यसैभित्र काउन्टिङमा आउँछ होइन त्यो भएर छैठौँमा त्यो भनेको छ भागवतमा पल्टाएर हेर्नुहोस् मैले भनेको कुरा होइन यता नवराजलाई नि सोधौँ न डाक्टर नवराजलाई अहिलेसम्म पापहरू कतिवटा गर्यो भानीज्यू भन्ने होइन बच्चामा त अब जुवा खेल्ने भने तास खेल्ने मैले त खेलेको छैन है मैले त अहिलेसम्मको जुवा खेल्ने भानी मैले त अहिलेसम्म जुवा खेलेको छैन 1 रुपियाँ नि हामीले बच्चामा रमाइलोको लागि खेल्याउँथ्यो त्यही एउटा हो अरू त छैन 4वटा पाप गरेको तर यो पापहरू धेरै सन्देशमूलक छ किन भन्दाखेरि यो मलाई ठिक पनि लाग्यो हेर्नु महापाप हो यो महापाप चाहिँ नगर्नु होला कोही पनि यदि गरिरहेको छ भने आजबाट छोडिदिनुहोस् ल आजबाट अब यो छुटे जस्तै अब कुनै मान्छेले यो महापापहरू गर्यो अरे होइन अब त्यसको जेल सजाय भन्ने त हुँदैन कति कुराहरू भ्रष्टाचारको त हुन्छ पायो भने होइन पत्ता लाग्यो भने अब कतिहरू हुन्छ जस्तै अब वेश्यावृत्ति जानेको हुँदैन होइन पक्रे पनि हुन्छ अनि चाहिँ अनि तर यो भौतिक पृथ्वीमा मात्र हो मैले यो कुरा भनेको चाहिँ मृत्युपछि भनेको मृत्युपछि जाने कुरा भनेको ल ठिक छ त्यसो भए अब कानुनी रूपमा यसको सजाय कमै होला तर नैतिक रूपमा तपाईँले भने जस्तै ल यसको सजाय भोगेर चाहिँ यसको मुक्ति कसरी हुन्छ मुक्तिको लागि चाहिने सम्पूर्ण आफूलाई समर्पित भगवानमा गर्ने वैष्णव हुने यो आजदेखि यो भगवानलाई समर्पित भनेर कसरी बुझ्ने कति मान्छे दिन बिहानदेखि बेलुका पूजा गर्छन् अनि तिनको चाहिँ कति कर्महरू पनि सँगसँगै बेकार खराब कर्म गरिरहन्छ पूजा पाठ गर्छन् तर ती 5 कर्म पनि गर्छन् भने तिनी पनि नरकमा जान्छन् त्यो पूजा पाठ गर्ने अर्थ अनि एउटा भान्जाले के भन्नुभएको थियो भने त्यो चोर हुन् भनेर त हिजो एउटा प्रवचन दिनुभएको चोर हुन् भन्नु हो भागवतमा एउटा चाहिँ भागवत महापुराणमा द्वितीय स्कन्धमा के लेखेको छ भनेपछि यावत वृतम जठरम तावतम अधिक यो भने दण्डमुरति जो आफ्नो जठार अग्निमालाई शान्त गर्न बाहेक अन्न बाहेक अरूलाई आफ्नो सम्पत्ति सोच्दछ त्यो चोर हो त्यो सबै चोर हुन् ओ माइ गॉड त्यो त एकदम मैले यो घर बनाए यो त खतरा भयो नि भानी यो घर छ मैले यति कमाए भन्छन् ती सबै चोर हुन् त्यो छ शास्त्रमा बगैदा लेखेको छ भागवत पल्टाएर हेर्नुहोस् तपाईँ त्यो मन्त्र के रे यसको सन्देश चाहिँ के हो खास तावतम अधिक यो भने दण्डमुरति ती भने चोर हुन् तिनीहरूलाई सजाय दिनुपर्छ तिनीहरूलाई जेलमा हाल्नुपर्छ भनेको छ र तिनीहरू जेल जान्छ यो साँच्चीकै हो कि खालि आफै बनाउनु भएको होइन मैले भनेको कुरा होइन मलाई त के आउँछ भागवत पल्टाएर हेरेको पढेको कुरा भनिदिए आउँछ तपाईँले पल्टाएर हेर्नुहोस् तपाईँ गुगल सर्च गरेर अब यो सबै चिजहरूबाट अब प्रायश्चित गरेर नयाँ एउटा जीवन कसैले जिउन चाहन्छ भने अब अभ्यास वैराग्य व्यायाम त निरोध भनेको छ होइन वैराग्यमा जानु पर्यो भक्ति गर्नु पर्यो के हो वैराग्य भनेको सम्पूर्ण संसारप्रति मोह माया छोड्नु र आफ्नो एकदम भगवानमा मन लगाउनु त्यसलाई वैराग्य भन्छ भगवान एकछिन मन लगाएर बुद्ध जस्तै हुने बुद्ध लगाएर एकछिन भक्ति पनि गरौँ नि त ओम नमः शिवाय च्यान्टिङ गरौँ खालि च्यान्टिङ गरेर भक्ति हुन्छ त च्यान्टिङ गरेर पनि भगवानमा मन जुट्छ होइन तर भगवानको सबैभन्दा राम्रो भनेको नाम जप गर्ने हो भगवानको राधे राधे कृष्ण कृष्ण जुनसुकै भगवानको जप्नुहोस् शिवजीको बस्नुहोस् होइन नारायणको गोविन्दाय नमः अनि अरू धर्म मान्नेको चाहिँ यहाँ के हुन्छ त कस्तो अर्को धर्म माने अरू विभिन्न धर्म छ नि त संसारमा धर्ममा लगभग यो सबै मिल्दोजुल छ यसलाई क्रिस्चियनमा पनि 10 एमेन्डमेन्ट भनेर उल्लेख गरिएको छ त्यहाँ पनि यिनीहरू चिजलाई वर्जित गरेको छ म क्रिस्चियनमा चर्चमा पनि गएर त्यो सुनेर आएको हुँ त्यसमा पनि वर्जित गरेको छ तर यो मुसलमानमा पनि जुवा तास नखेल्नु त्यो अर्का पराइसीसँग सम्भोग नगर्नु यस्ता कुराहरू उसमा कुरानमा पनि लेखिएको छ सबै होइन यो सबै धर्मशास्त्र
भयो होइन युनिभर्सल हो तर सबैलाई थाहा छ तैपनि थाहा पाइ गरेर राख्ने पाप हो यो गरेपछि सबै नरकमा जान्छन् 100% हो होइन यो नरकबाट बस्नुपर्छ सबले अनि भने डोनाल्ड ट्रम्पले त रक्सी पनि खान्न अरे कहिले खाएन कहिले खाँदैन ट्रम्पले त्यस्तो महापाप गरे जस्तो देखिँदैन अब भित्र गरेपछि गोप्य ऊ पनि नरक जान्छ के मोदीले नि खाँदैन उल्लङ्घन गर्नु हुँदैन अनि अब यसको प्रायश्चित गर्ने अब हाम्रै परिवारमा अब हाम्रो समाजमा त थुप्रै छ हाम्रो छोराले हाम्रो चाहिने बुवाले गर्छ भने उनीहरू पनि नरकमा जान्छन् होइन अब गरे अब आउनेले त त्यसको उपचार त्यसको चाहिँ त्यसलाई के भन्ने अब त्यसलाई चाहिँ राम्रो गर्ने के राम्रो चाहिँ कसरी गर्ने हो खालि भगवान भन्दा पनि अरू बाटोहरू प्र्याक्टिकल प्रयोगात्मक तरिकाले चाहिँ अभ्यास के गर्ने त्यसलाई छोडिदिने अब त्यो बाटोमा नजाने पिउँदै नपिउने त्यो त तिम्रो हृदयलाई थाहा हुन्छ नि आफ्नो मनलाई थाहा हुन्छ होइन त्यो आदिदेखि छोडिदिने त्यो सबै 5 यो संसारमा चाहिने पृथ्वी वायु आकाश सूर्य चन्द्रमा होइन जल वायु अनि चाहिने यमराज हृदय आफ्नो हृदयलाई स्वयंलाई सब थाहा हुन्छ के मान्छे कस्तो कर्म गरेर हुन्छ भनेर त्यो कर्मलाई चाहिँ नगर्ने बुरा कर्मलाई नगरेर सत्मार्गमा लाग्ने डक्टर ऊ त डक्टर पनि हो उसलाई फेरि नेचुरोप्याथीको बारेमा पनि थाहा छ अलि वैज्ञानिक तरिकाले के हुन्छ त यो पाप भन्ने चाहिँ के हो यो 5वटा महापाप भानिजले चाहिँ पुराणबाट रिफरेन्स ल्याएर भन्नुभयो तपाईँको यो नयाँ विज्ञान अनुसार के भनिरहेको हुन्छ त यो डक्टरको पर्सपेक्टिभबाट होइन दृष्टिकोणबाट चाहिँ कसरी यसलाई व्याख्या गर्छन् यो पापै हो कि यसले चाहिँ यसमा छुट हुन्छ कति वैज्ञानिक आधार छैन यसमा यस्तो हो अब हामीले के हेर्छौँ भने मन एव मनुष्याणाम कारणम बन्ध मोक्ष यो मनमा हो सबै कुराहरू होइन मनले नै पाप गर्ने हो शरीरले पाप भन्दा पनि मनले पाप गर्ने हो अब मन भनेको एउटा ऊर्जा शक्ति हो त्यो ऊर्जालाई हामीले राम्रो ऊर्जामा लगायौँ भने कन्सन्ट्रेट गऱ्यौँ फोकस गऱ्यौँ भने जीवन चेन्ज हुन्छ परिवर्तन हुन्छ अब त्यो भएर यो मनबाट योगबाट हामीले चाहिँ योगमा के भन्छ भने मनलाई चाहिँ कन्ट्रोल गरेर यो 5वटा जुन हाम्रो योगमा छ भने अविद्या अस्मिता अभिनिवेशा रागा द्वेषा क्लेशा भन्ने विद्या भनेको ज्ञान नहुनु अब ज्ञान त्यो हुनु रागा भनेको एकदम एट्याचसँग ओ यो नभइकन त म बाँच्नै सक्दैन द्वेष भने यसलाई त म देख्न सक्दैन त्यो द्वेष अभिनिवेश भन्यो डराउनु कि मर्नबाट डराउनु 5वटा क्लेशहरूबाट हामी मुक्त भयौँ भने योगश्चित्तवृत्ति निरोध योगले गर्न सक्छ र योगमा ध्यान लगाऊ योग भनेको हाम्रो आत्मालाई परमात्मासँग जोड्ने एउटा साधन हो र योग चित्तवृत्ति निरोध गरेपछि चित्तको वृत्तिहरू सबै निरोध हुन्छ र हामीले चाहिँ परमात्मालाई पाउँछौँ स्वर्गलाई पाउँछौँ हामीले यो सबैबाट मुक्त हुन्छौँ हामीले गल्ती गरेका छौँ भने पनि योग गरौँ प्राणायाम गरौँ ध्यान गरौँ र हाम्रो यो सबै चित्तको वृत्तिलाई चाहिँ नष्ट गऱ्यो भने ठिक हुन्छ धन्यवाद अहिले समयको अब हामी यहाँबाट समय यो कार्यक्रम विसर्जन गर्छौँ त्यसपछि फेरि हामी यसलाई चाहिँ कन्टिन्यू गर्छौँ पछि कोठामा गइसकेपछि अझै हामीसँग टाइम छ होइन धन्यवाद भानिज सबैलाई ताली पनि दिउँ हामीलाई सबैलाई ताली दिउँ ताली बजाऊँ ल धन्यवाद अब हामी यहाँबाट लाग्छौँ यो कोजुमेलको यो बिचबाट चाहिँ यो एकदम जङ्गल यहाँ वाइल्ड ठाउँ छ यहाँ एकदम रमाइलो प्राकृतिक रूपले निकै सुन्दर यहाँ राम्रो ज्ञान पनि पाएँ मैले सुन्न हाम्रा विज्ञहरूबाट अब यो महापापको बारेमा चाहिँ विशेष गरेर म त छुटकारा पाएकै छु मैले होइन अब सबैले तपाईँहरूले पनि जो यो महापापमा तपाईँले सुन्नुभयो के तपाईँले गरेको कर्म महापापमा पर्यो कि परेन परेको छ भने चाहिँ त्यसलाई भनेअनुसार हाम्रो भान्जाले हाम्रो यहाँ डाक्टर नवराजले भाइले भने जस्तै गरेर त्यसलाई चाहिँ त्योबाट छुटकारा मिल्नतिर लाग्नुहोस्।